पाण्डे सर जसले चाहिँ हामीलाई चाहिँ घोडाघोडीमा ए बिहार चाहिँ योगेन्द्र पाण्डेजी जसले हामीलाई चाहिँ घोडाघोडीमा हुँदाखेरि सुदूरपश्चिममा लास्टै सहयोग गर्नुभयो र चाहिँ हामी चाहिँ उहाँको एकदमै आभारी छौँ। र आज यस बाँके सिटी हस्पिटलमा आएर बाँके सिटी हस्पिटलको चाहिँ लेभल स्तर स्तर उहाँले चाहिँ बढाउनुभएको छ। प्लस यो सबै हाम्रो हस्पिटलको चाहिँ छायाङ्कन पनि गर्नुभएको छ र चाहिँ आशा गर्छौँ चाहिँ जस्तो सपोर्ट हाम्रो पाण्डे सरको चाहिँ मलाई उसमा कैलालीमा हुँदा थियो, आशा गर्छौँ त्यही सपोर्ट हामीले चाहिँ यहाँ यस बाँके सिटी हस्पिटलबाट पनि हामी सबैजना त्यो अपेक्षा गर्छौँ कि उहाँले हामीलाई त्यही सपोर्ट गर्नुहुन्छ र हाम्रो सपोर्ट आफ्नो ठाउँमा हो। हाम्रो मेन मित्रता कायम रहिरहोस् सधैँको लागि। चाहिँ हामी जहाँ भए पनि एकअर्कालाई बिर्सेका छैनौँ र चाहिँ हामी चाहिँ प्लस हाम्रो अध्यक्षज्यू प्लस यो हाम्रो सम्पूर्ण हस्पिटलका चाहिँ टिमहरू कर्मचारीहरू अनि सबैजना हाम्रो पाण्डे सरको धेरै धेरै नै आभारी छौँ र आशा गर्छौँ चाहिँ हाम्रो मित्रता यसले सधैँ नै कायम भइरहोस्। र यो सँगसँगै चाहिँ हाम्रो अध्यक्षज्यूको हातबाट चाहिँ हाम्रो यस बाँके सिटी हस्पिटल प्रालीको चाहिँ मायाको चिनो चाहिँ ग्रहण गर्नुहुन्छ र चाहिँ म डॉक्टर शेख एन्ड अध्यक्ष सर र हाम्रो क्यामेराम्यान मिस्टर सरोज बुढाथोकी क्यामेराम्यान सन्तोष बुढाथोकीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कि यो बाँके सिटी हस्पिटलले धनौलीको मेरो छायाङ्कनको मूल्याङ्कन गरी मलाई सम्मान पत्र प्रदान गरेको छ र एउटा ब्राह्मणको नाताले म यो हस्पिटललाई आशीर्वाद दिन चाहन्छु कि दिन दुनी रात चौगुनी तरक्की गरोस् र अहिले हामी 3 तले भवन देखिरहेका छौँ, आउने भविष्यमा यो 5 तले होस्। आइसियु एनआइसियु र एमआरआई सिटी स्क्यान अन्य एस्टिमेटहरू पनि उपलब्ध होस् र यहाँको जनताले धेरैभन्दा धेरै सेवा प्राप्त गरौँ र सेवा सुविधा प्रदान गरौँ र अन्य हस्पिटलको अपेक्षा म आशा गर्दछु कि उहाँले न्यूनतम पारिश्रमिक लिएर सेवा दिनुहुनेछ। डॉक्टर शेख एमडी र हाम्रो अध्यक्ष महोदयले र यसका साथै केही कुरा थप्न चाहन्छु। जब डॉक्टर शेख घोडाघोडीको हस्पिटलमा यूएसडी डिपार्टमेन्ट हेर्दै हुनुहुन्थ्यो र प्लस उहाँ सेयर होल्डर पनि हो र के कारणवश र किन उहाँले यो डिसिजन लिनुभयो कि मैले धनौली क्षेत्रमा आफ्नै क्षेत्रमा एउटा हस्पिटलको सञ्चालन गर्न आउनुपर्छ, उहाँको सोच भयो र विगत 4 वर्ष पछाडि यो सोच बनाई घोडाघोडी हस्पिटलबाट बिदा लिई उहाँ चाहिँ धनौली जस्तो एउटा इन्टेरियर एरियामा यो हस्पिटलको स्थापना गर्नुभयो। आजको तारिखमा 4 वर्ष पुगेको छ लगभग र यो हस्पिटलले यति छिटो स्पिडका साथ 440 भोल्ट स्पिडका साथ जुन सेवा सुविधा विस्तार गरेको छ। तपाईँ दर्शकले आउँदाखेरि देख्नुहुन्छ प्लेट तमाम डाक्टरको छ, तर डाक्टर खै त छैन नि त। तर परिआएको खण्डमा तपाईँको सेवा सुविधा जुन चाहियो त्यो बेला यो हस्पिटलले जो बोर्डहरू देख्नुहुन्छ डक्टरको नेम प्लेट एनएमसी नम्बरहरू ती डक्टरहरू
परिआएको खण्डमा तुरन्त उपलब्ध हुनेछन् र सेवा सुविधा पाउनुहुनेछ। र मैले अहिले हिजै जानकारी पाएअनुसार एउटा दाजुको एक्सिडेन्ट भएको थियो र यहाँदेखि लिएर यहाँसम्म हड्डी पुरै क्रेक भएको थियो, भित्रसम्म यति आङ्लो छिर्ने खालको त्यो कन्डिसनमा यो हस्पिटलले यसरी बेटर तरिकाले सर्जिकल सिस्टम अनुसार अहिले ठिक बनाएको छ कि उहाँ एकदम राम्रो जीवन बिताइरहनु भएको छ र एकदम भित्र ब्लड क्लटिङको कुनै समस्या छैन, एकदम क्लिन छ र उहाँको ब्रेन र यो अन्य सिस्टमहरू हेड इन्जुरीबाट मुक्त छ र उहाँ अहिले नर्मल जीवन बिताइरहनु भएको छ। अर्को केस आएको छ, यो आङ्लामा मासु एक थिएन, हड्डी मात्रै थियो र पुरै मासुको लुथुर्का मात्र देखिन्थ्यो। त्यो यो हस्पिटलले लेजर प्रविधिद्वारा स्क्रिनग्राफी प्रविधिद्वारा अन्य पार्टको छाला ल्याएर यहाँ जोइन्ट गरेर अनि पुनः पुरानै अवस्थामा हातको अङ्गलाई पुर्याएको छ। यसको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। म एउटा आशा पनि गरेका थिएन कि मेरो मित्रले घोडाघोडी छोडेर धनौलीमा हस्पिटल खोलेर यति प्रगति गरेका छन् मिस्टर डाक्टर अनस शेखले। तर म आउँदाखेरि झन् गौरवका साथ प्रफुल्लित भएको छु र आउने भविष्यमा यो आशा गर्छु कि हस्पिटलले सबै सेवा सुविधा र एउटा भेरीमा जति हामी सुविधा पाउँछौँ त्यति पाउने आशा गरौँ आउने भविष्यमा। र भेरीमा एउटा समस्या के छ भने जनताको चाप धेरै छ र सेवा सुविधा डक्टरको सङ्ख्या कम छ। यसमा बाले सरकारसँग पनि मेरो अनुरोध छ कि भेरी हस्पिटललाई हाई स्पिडका साथ सेवा सुविधा बढाएर यो 5 सालको अन्तरालमा धेरै डक्टरहरूको सङ्ख्या बढाएर धेरै सुविधाहरू गर्नुपर्छ। र किनकि प्राइभेट हस्पिटलहरूको खर्च वहन गर्ने क्षमता सबैमा हुँदैन, तसर्थ प्रायः जस्तो पहिला सरकारीतिर जाने गर्छ र त्यहाँ नभएको सेवा सुविधा भएपछि मात्र प्राइभेटतिर जाने गर्छ। अहिले एउटा मेडिकल माफिया, यो खालको नाम म भन्दिनँ, मेडिकल माफिया यो प्रकारको सक्रिय छ। उसको उद्देश्य छ मैक्सिमम ल्याब टेस्ट गर्ने, मैक्सिमम टेस्टहरू अनि अदर टेस्टहरू गर्ने अनि मैक्सिमम औषधिहरू मेडिसिनहरू बेच्ने, यस्ता खालको मेडिकल माफियाहरू सक्रिय छन्। यो अवस्थामा डाक्टर शेखले एकदम राम्रो तरिकाले एकदम न्यून पारिश्रमिक लिएर जो सेवा दिनुभएको छ, यो देशको लागि नै साह्रै गौरवमय अवस्था हो। डाक्टर शेखलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यसकै साथै म डाक्टर शेखलाई धन्यवाद दिँदै आउने भविष्यको राम्रो कामना गर्दै लङ लाइफ बाँच्नुहोस्, योग पनि गरौँ, यो अब लङ लाइफ बाँच्नु अनि अर्ग्यानिक चिज प्रयोग गर्नुहोस्, केमिकल रहित चिज खाउँ र इन्डियाबाट आएको प्रायः जस्तो मैक्सिमम केमिकल भएको फलफुल सब्जीको बहिष्कार गरोस्। जय देश, जय देश, जय सङ्घ।